अन्त अन्त आन्टी खोइ अन्त लु भाइ त्यो चाहिँ माछै मात्रै पक्रिरहने हो। अब चाहिँ हाम्रो खानाको वितरण पनि भइसकेको छ है। यहाँनिर खाना सर्भ पनि गर्दैछ हाम्रो आन्टीले। हाम्रो डाइनिङ टेबल पनि यहाँनिर एकदम रेडिमेडै भएछ नि त हजुर त। यहाँतिर चाहिँ लु है खाना पनि भइसकेको छ खाना। लु 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 बसौँ बसौँ ए जन्ती आएछ बाटी बसौँ जन्ती आएछ। लु भाइ बस लु 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 हामी त यहाँ ढुङ्गा माथि पनि भइहाल्छ नि। हामी त यहाँ ढुङ्गा माथि पनि भइहाल्छ। ल यहाँ चाहिँ खानाको वितरण हुँदैछ है। बस्नु न अङ्कल यहीँ हल्लियो यो कहाँ हो अलग्गै भइहाल्छ त यतिकोमा त। आहा यतिको सजिलो पाउँदा मामा कस्तो लाग्दैछ पिकनिकमा अहिले कतिको रमाइलो हुँदैछ? मामाले चाहिँ भव्य रमाइलो गर्दैछ। डान्समा डान्स अब सङ्गीतमा सङ्गीत हामी होइन त्यो त भयो कि खै हामी खोलामा आएर पनि स्विमिङ त पौडी खेल्ने काम चाहिँ भएको छैन त के आज स्विमिङ चाहिँ नहुने? भात खाएर कहिले स्विमिङ गर्छ त्यही त म त भन्छु है। स्विमिङ त गर्नुपर्ने थियो गरम पनि भयो अब खाना खाएर चाहिँ स्विमिङतिर लागौँ है। खानाको वितरणतिर लागौँ है। ल नाचगान पनि गऱ्यो नाचियो पनि गाइयो अनि अब खाना खाँदा कस्तो लाग्यो अहिले सञ्जय मामा अहिलेसम्म चाहिँ? एकदम फ्यान्टास्टिक दामी है। लु सबैजना खानाको खाना तरफ लागौँ है। ल अब चाहिँ त्यही त ग्रुपमा छ। ल अब हामी म पनि हुन्छ म पनि खानामै लागेँ है सबैजना। ए सरी यहाँ अलिकति डेलिकेट रहेछ नि यो पो। ल अब मेरो पनि यहाँ खाना भइसकेको छ म पनि खानामा लागेँ। हाम्रो आजको एकदम स्पेसल किचन चाहिँ यही हो एक्सपेन्सिभ किचन। लु म पनि खाना तरफ लागेँ। आजको खाना चाहिँ यस्तै छ हातैले हिर्काइदिनुपर्छ हो। स्पुन चम्पी छैन स्पुनहरू सिधै यसले खाइदिने हो। म पनि जोइन्ट म पनि आएँ मामा। हाम्रो सिङ्गर मामा चाहिँ यहाँ हुनुहुन्छ हो। यहाँ चाहिँ डान्सरहरू हुन्छ। अन्त के हो बाटी सिलियो त नसिलिउँ न निदाउँदैछ त कहाँ हुन्छ त्यस्तो नाचौँ न लु लु न एक डान्स निदाउँदैछ त अन्त मामा त डान्सै पठाइदिन्छु त हो त्यही त लु एक डान्स हुन्छ न उत्रौँ न मैदानमा स्टेजमा नाचेको बेला मात्रै लगाएको छ काबु कहाँ हो मेरो त भ्लग अन्त सबैको हाल्छु नि
अब खाना खानु लो दियो 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 अब तो जाडो मलाई जाडो भएछ अब चाहिँ अन्त एकछिन जोइन भइहाल्छ नि हाम्रो भाडा धुने चाहिँ आन्टी बहिनीहरू चाहिँ अन्त अन्त माछा पायो अन्त कतिवटा पायो अरे तँ चाहिँ माछै मात्रै पक्रिरहने माछै मात्रै पक्रिरहने यता यता खोइ देखा माछा तेरो खोइ देख्दैन त रहेछ अन्त गडे सिपो खोलामा आएर गडेला पक्रेको गडेला पो पक्रिछस् अन्त अन्त दामी 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 हाम्रो मम्मीहरूले दिँदैछ मम्मी आन्टी बहिनी खै आन्टी आन्टी खोइ अन्त लु भाइ अन्त लगभग हाम्रो पिकनिक पनि सकिसकेको छ खाना साना पनि खायो डान्स पनि भयो अब चाहिँ हाम्रो चाहिँ यहाँनिर अन्तिम आइसकेको छ अब सामानहरू प्याक गर्नु थालिसकेको छ अब हामी चाहिँ लाग्ने हो यहाँनिर डान्स गऱ्यो भने थाकिसकेको छ हो सबैजना अब चाहिँ कतिजना रेस्ट गरिरहेछ अब चाहिँ बिस्तारै घरतिर जाने तर्खर गर्दैछौँ हामी हो मान्छे पनि बिस्तारै कम्ती हुन थालिसक्यो होइन यहाँ तलतिर पनि धेरै कम्ती भइसक्यो जाडो पनि हुन थाल्यो नि त अब कति 4 त बज्यो होला 4 बजिसकेको छ हो अब चाहिँ घरतिर जानु लागेको है अब चाहिँ आइज बच्चा आइज बच्चा आइज आइज आइयो कसको कुकुर हो कुनै आइज भिजिस् तर भित्नु चाहिँ होइन आइज कसको कुकुर हो के हो तेरो नाम काले दाई भन्दैछ त अन्त के हो तेरो नाम चाहिँ ए भिजिस् अन्त होइन के हो तेरो नाम अन्त दामी हुँदो रहेछ अन्त फिक्स राख्दैन अन्त टर्न बाइस टर्न अन्त दिँदो रहेछ र अब चाहिँ हामी चाहिँ यहाँबाट निस्किनुको लागि रेडी भइसकेको छौँ हामी सबै निस्किसकेको यहाँबाट चाहिँ
पानी पनि आउला जस्तो भयो नि त अब चाहिँ एकदमै हतार भयो माथिबाट आकाशबाट धम्किदिनु थालिसक्यो है अब हामी यहाँबाट चाहिँ हिँड्यौँ है सबै कुरो प्याक गरेर पनि हामी निस्केको है अब चाहिँ हामी हो ल सबै निस्केको हामी चाहिँ फेरि फर्किङ है सामान बोकेर भारी बोकेर हो त्यहाँतिर चाहिँ क्यान्टिनहरू अहिले कम्ती चल्दैछ ल अहिले चाहिँ निस्केको अब चाहिँ गएको हामी हो र आजको भिडियो पनि यति नै थियो हामी यहाँबाट पिकनिक सकायौँ पनि है नाच्यो पनि नाचगान पनि भयो गानाहरू पनि गायो नाच्यो पनि खानासाना खायौँ स्नेक्सहरू खायौँ रमाइलो गऱ्यौँ त्यहाँबाट अब चाहिँ हामी निस्केको है र भिडियो पनि यति थियो यो भिडियो चाहिँ अब पिकनिक भिडियो चाहिँ यति नै थियो म यहीँ सकाउन चाहन्छु है थ्याङ्क यू सो मच थ्याङ्क यू भेरी मच फर वाचिङ